नमस्कार, गुड इभिनिङ। आजको क्लासमा बुझ्न गइरहेको छौँ हामी डे 3 मा। आज बुझ्छौँ हामी रुल नम्बर 2 यो रिपोर्टेड स्पिचमा है त। हेरौँ त फ्रम द बेसिक लेभल। आज हामी पढ्छौँ हामी चेन्ज द टेन्स, यानि कि योभन्दा अगाडिको भिडियो हामीले बुझेका थियौँ जहाँ हामीले कुरा गरेका थियौँ चेन्ज द प्रोनाउन्स। सो आज हामी कुरा गर्न गइरहेका छौँ चेन्ज द टेन्स इफ द रिपोर्टिङ भर्ब इज इन द पास्ट। यदि रिपोर्टिङ भर्ब हुन्छ नि, जुन सी सेड ही सेड भनेको जुन त्यो रिपोर्टिङ भर्ब चाहिँ यदि त्यसको फर्म पास्टमा भयो भने एन्सर पनि हामीले पास्टमा गर्छौँ। यदि रिपोर्टिङ भर्ब चाहिँ प्रेजेन्टमा आयो भने हाम्रो एन्सर चाहिँ मा भएको भर्ब चाहिँ चेन्ज हुँदैन, त्यही नै रहन्छ है त। हेरौँ त, डाइरेक्ट स्पिच र इन्डाइरेक्ट स्पिचमा बुझौँ हामी V1 V5 आयो भने एन्सरमा हामीले सिधै V2 गर्छौँ यदि यसमा पास्टमा हाम्रो रिपोर्टिङ भर्ब छ भने त। यदि क्वेसनमा V1 V5 छ भने हाम्रो एन्सर के हुन्छ V2। त्यस्तै डु र डज आयो भने हाम्रो के हुन्छ एन्सर डिड हुन्छ। इज एमआर आयो भने वाज र वेयर। ह्याभ ह्याज आयो भने ह्याड हुन्छ। त्यस्तै भर्ब टु आयो भने ह्याड गर्ने हो है त। अनि डिड आयो भने ह्याड डन। वाज र वेयर आएको छ क्वेसनमा भने हाम्रो एन्सरमा ह्याड बिन हुन्छ। मोडल भर्ब्समा जस्तो विल, स्याल, मे, क्यान आएको देख्नुभयो भने एन्सरमा हामीले मोडल भर्बको पास्ट फर्म गर्छौँ, जहाँ हामीले वुल्ड, सुल्ड, माइट र कुल्ड क्रमैसँग गर्छौँ। विलको वुल्ड, स्यालको सुल्ड, मेको माइट, क्यानको कुल्ड। अब यो जुन हजुरले बक्स हेर्नु भइरहेछ नि, यस भनेको यो एकदम सर्ट फर्ममा भयो। अब यसको हामीले डिटेलमा बुझ्नको लागि यता हेरौँ त। अब हजुरलाई क्वेसनमा आउने भनेको डाइरेक्ट स्पिचमा हो, साथमा हामीले एन्सर गर्ने केमा हो इनडाइरेक्ट स्पिचमा हो, जसलाई हामीले भन्छौँ रिपोर्टेड स्पिच है त। सिम्पल प्रेजेन्टमा क्वेसन आएको छ भने हामीले सिम्पल पास्टमा लानुपर्छ, यो हामीले याद गर्ने। त्यस्तै यदि प्रेजेन्ट कन्टिन्युअसमा क्वेसन आएको छ भने हामीले पास्ट कन्टिन्युअस गर्छौँ। भनेको यदि इज एमआर लगाएर आएको छ भने एन्सरमा हामीले वाज र वेयर गर्छौँ। यहाँ माथिपट्टि चाहिँ यदि V1 र V5 आएको छ भने हामीले सिधै भर्ब टु गराउँछौँ सिम्पल पास्टमा। प्रेजेन्ट पर्फेक्ट टेन्स आएको छ ह्याज, ह्याभ, अनि भर्ब 3 आएको छ भने हामीले पास्ट पर्फेक्ट ह्याड भर्ब 3 गर्छौँ, यो कुरा याद गर्नु। त्यस्तै प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसमा ह्याज, ह्याभ बिन, भर्ब आइएनजी आएको छ, भर्ब 4 आएको छ भने हामीले एन्सरमा के गर्छौँ पास्ट पर्फेक्ट कन्टिन्युअस ह्याड बिन भर्ब 4 गर्छौँ। यानि कि ह्याज र ह्याभको हामीले सट्टा ह्याड गर्छौँ। सिम्पल पास्ट भनेको V2 आएको छ भने क्वेसनमा हामीले एन्सरमा ह्याड भर्ब 3 गर्छौँ, याद गर्नु पास्ट पर्फेक्टमा। पास्ट कन्टिन्युअस वाज वेयर V4 आएको छ भने हामीले सिधै पास्ट पर्फेक्ट कन्टिन्युअस ह्याड बिन भर्ब 4 मा लान्छौँ, किनभने हामीले सिम्पल पास्टमा ह्याड भर्ब 3 गर्छौँ भने पास्ट कन्टिन्युअसमा हामीले ह्याड बिन भर्ब 4 गर्नुपर्छ। त्यस्तै पास्ट पर्फेक्ट भनेको